ज्ञानोदय मावि बेरगाउँको 39औं वार्षिक उत्सव समारोह तथा अभिभावक दिवसका सन्तानहरू यस श्री ज्ञानोदय माध्यमिक विद्यालय बेरगाउँको 39औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहका अध्यक्ष तथा यस विद्यालय व्यवस्थापन समितिका आदरणीय अध्यक्षज्यू, यस कमलामाई नगरपालिका वार्ड नम्बर 11 का नगरसभा सदस्य अजय दोङज्यू, यस विद्यालयका प्रज्यू, यस विद्यालयका व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरू, शिक्षक अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारी सदस्यहरू, शिक्षिकाज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, विभिन्न दानवीर जग्गादाता लगायत यो विद्यालयको पठन पाठनलाई साथ सहयोग गरेर आज 39 वर्ष प्रवेशसम्म गराउनु हुने सम्पूर्ण अग्रजहरू, दानवीर, आदरणीय ज्येष्ठ नागरिक, मनका धनी सीता कार्कीज्यू, हामी सबैको ज्येष्ठ नागरिक सीता कार्कीज्यू, उपस्थित महानुभावहरू, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू सबैलाई यो 39औं वार्षिक उत्सव आज विभिन्न आरोह अवरोह पार गर्दै यो 39औं वार्षिक उत्सव समारोह मनाउन यो विद्यालय पुगेको अवसरमा यो विद्यालय भोलिको दिन यहाँको व्यवस्थापन समिति, यहाँको जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी र यहाँको समुदायहरूको एकताले यो विद्यालयले भोलिको दिन यो विद्यालयलाई अबका दिनमा यो 11 नम्बर वार्डको शैक्षिक हबको रूपमा यो विद्यालयलाई माथि उठाउन सकोस्, सामूहिक एकता कायम हुन सकोस्। म यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। म सम्मान व्यक्त गर्न चाहन्छु जो यो विद्यालयलाई सुरुबाट आजको दिनसम्म जुन यो अप्ठ्यारो भूगोलको बावजुद यो विद्यालयलाई जग्गा लगायत विभिन्न सामग्री तन मनले सहयोग गर्नुहुने यो विद्यालयका अग्रज व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरू जो आज हाम्रो सामु हुनुहुन्न, जति हुनुहुन्छ जति हुनुहुन्न, र शिक्षक मित्रहरू सबैलाई म प्रथमतः सम्मान व्यक्त गर्न चाहन्छु। वास्तवमा एउटा बिरुवा रोपेर हुर्काउनलाई र त्यसको फल खान जति समय लाग्छ यो विद्यालय पनि त्यही अवस्था हो। र आज हामी जुन भवनमा मैले देख्दा पनि यहाँ चाहिँ के भने साना टहराहरू मैले देख्थेँ, मेरो घरबाट विद्यालय देखिन्छ, तर आज यो अवस्थासम्म आइपुग्न धेरै यो यहाँका स्थानीयहरू, अग्रजहरू, शिक्षकहरू धेरै अहिले चाहिँ के भने अभिभावक बनिसक्नु भएको होला, विद्यार्थीहरूको धेरैको योगदानले आज यो ठाउँमा यो अवस्थासम्म यो विद्यालय आइपुग्यो। उहाँहरूले सबैको यो एकताले, सबैको एउटा इच्छा शक्तिले वास्तवमा चाहिँ यो आज यो अवस्थामा यो दूरदराज जस्तै नगरपालिकाबाट नजिक हुँदाहुँदै पनि यो दूरदराज जस्तो स्थानमा आज यो विद्यालय जुन अवस्थामा उभिएको छ, यो सबैको एकताले नै वास्तवमा यो विद्यालय यो अवस्थामा पुगेको हो। र म मेरो आग्रह छ यहाँहरूलाई भोलिको दिन पनि यदि यो विद्यालयसँग सम्बन्धित मेरो अभिभावकज्यूहरूलाई पनि, विद्यार्थीज्यूहरूलाई पनि, मेरो शिक्षकहरूलाई पनि, मेरो सबैलाई मेरो आग्रह छ, वास्तवमा यदि जसले काम गर्छ, काम गर्ने गल्ती पनि गर्छ, त्यसलाई चाहिँ सबैले, शिक्षकले गल्ती गर्यो भने पनि अभिभावकज्यूहरूले आएर विद्यालयमा आएर चाहिँ के भने सुझाव दिने, विद्यार्थीहरू पढ्न आएनन् भने यहाँका शिक्षक शिक्षिकाज्यूहरू चाहिँ अभिभावकहरूलाई जानकारी गराउने र अभिभावकहरूले पनि आफ्नो विद्यार्थीले शिक्षकले दिएको होमवर्क पाठहरू गरेको छ कि छैन, आफ्नो बालबच्चा विद्यालय जान्छ कि जाँदैन, नियमित सम्पर्कमा शिक्षकहरूको साथमा रहने भयो भने वास्तवमा यो शिक्षाको सुधार, यो सामूहिक एकताले वास्तवमा यो सुधार हुन सक्छ। र नराम्रो कुरा छन् भने बाटोमा नकारात्मक कुरा होइन, अगाडि आएर नै सुझाव दिनुपर्छ र सुझाव दियो भने जसले भोलिको दिनमा पनि वास्तवमा मान्छेले काम गर्नेले गल्ती गर्छ सुध्रेर जान सक्छ। मेरो यहाँहरूलाई यो विद्यालय अगाडि बढाउन अनुरोध छ। धेरै खालका कुराहरू आए, विद्यार्थी संख्या घटेका कुराहरू आए, धेरै कुराहरू आइसकेका छन् र अब यो हामीले पढाउन खोजेर पनि यो पढ्न नसक्ने अवस्थामा गइसकेको छ। वास्तवमा हिजोको दिनमा हामीले 2 सन्तान ईश्वरका वरदान भन्थ्यौँ, अनि त्यो पनि अब चाहिँ अहिले के भने जहाँ सेवा सुविधा छ त्यो ठाउँमा चाहिँ हामी बसाइ सराई सरेर जाने त्यो अवस्थाले पनि गाउँहरू रितिसकेका छन्। गाउँहरू रितिसकेपछि हाम्रो चाहिँ के भने जुन
यो जुन चाहिँ जनसङ्ख्याको जन्मदर छ त्यो पनि घटेको हुनाले पनि सबै विद्यालयको अवस्था नै यस्तै छ। सबै विद्यालयको हिजोको बेलामा धेरै गाउँमा चाहिँ एउटै घरबाट पनि धेरै विद्यार्थीहरू पढ्न जान्थ्यो। त्यो बेलामा हामीले एउटा देखासेखीको रूपमा पनि हामीले विद्यालय खोल्यौँ। तर आज के भने अब यसलाई पठन पाठनमा चलाउन हामी सबैलाई चाहिँ के भने एकदमै गाह्रो अवस्था चाहिँ रहेको छ। र यसलाई चाहिँ म यो विशेष त म अभिभावकज्यूहरूलाई मेरो आग्रह छ, म शिक्षक साथीहरूलाई पनि मेरो अनुरोध छ, वास्तवमा एउटा विद्यार्थी बराबर मेरो अभिभावकहरूलाई यो धेरै कुरामा यो स्थानीय सरकारले यो बाटो बिजुली पानी लगायत धेरै कुराहरूमा चाहिँ स्थानीय सरकारले साथ सहयोग गरेको छ। हामीले एउटा विद्यार्थी बराबर हामीले यो विद्यालयमा तपाईहरुलाई अभिभावकहरूले सामुदायिक विद्यालयमा शिक्षामा पढेको छ भन्ने लाग्छ होला, तर के भने तपाईँ हामीले गर्ने अन्य विकासका पैसा काटेर 51,730 रुपियाँ एक विद्यार्थी बराबर चाहिँ के भने हामीले सामुदायिक विद्यालयमा हामीले पैसा तिरेका छौँ। त्यो बोर्डिङ भन्दा वास्तवमा हाम्रो सामुदायिक विद्यालय धेरै महँगो छ। तर यसको चासो किनभने सिधा हाम्रो पैसा नगएपछि हामी अभिभावकलाई पनि यति यो संस्थागत विद्यालय जो बोर्डिङहरू छन् निजी विद्यालय छ त्यसमा पढ्न गएको जस्तो चाहिँ सिधा हातबाट आफ्नो खल्तीबाट जानु नपरेपछि अनि हामीलाई पनि त्यति साह्रो चासो हुँदो रहेछ। त्यो त के भने तपाईँ हाम्रै पैसा गएको हो र त्यो भौतिक संरचना बाहेक त्यति जान्छ। र कुनै पनि यो वास्तवमा के भने निजी विद्यालय भन्दा के भने हाम्रो सामुदायिक विद्यालयको शिक्षा त धेरै नै राज्यले लगानी गरेको छ। त्यसैले पनि अब हामीले पनि हाम्रा विद्यार्थीहरूलाई जो सामुदायिक विद्यालयमा जो शिक्षकहरू हुनुहुन्छ 101 कुनै पनि जो संस्थागत विद्यालय निजी विद्यालयका शिक्षकले चाहिँ के भने हाम्रा शिक्षकहरूसँग प्रतिस्पर्धा गर्न सक्दैन। तर उत्पादन किन कम हुन्छ, हाम्रो गुणस्तरमा किन कमी भयो त? अब यो चाहिँ हामीले खोज्ने बेला पनि भएको छ। जसले हाम्रा शिक्षकहरू त्यति ठुलो प्रतिस्पर्धामा शिक्षा आयोगमा पास गरेर आउनुभएका शिक्षकहरू हुन्छ, वास्तवमा संस्थागत विद्यालयमा त्यस्ता शिक्षकहरू हुँदैन। तर के भने गुणस्तरमा चाहिँ हाम्रो चाहिँ के भने खस्केको देखिन्छ। तर यो वास्तवमा संस्थागत विद्यालयमा उनीहरूले थोरै हुन्छ के भने प्रचार प्रसारमा बढ्ता जोड र अभिभावकले पनि बढ्ता चासो र हाम्रो सामुदायिकमा चाहिँ हामीले के भने वास्तवमा निजी व्यक्तिगत रूपमा केही गर्न सक्ने हुँदैन। राज्यले समग्र रूपमा चाहिँ के भने यो शिक्षा सञ्चालन गरेको हुन्छ र समग्र पोलिसी नै राज्यको के भने कानुन नै त्यही हिसाबले बनेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ के भने अनि अभिभावकज्यूहरूले चाहिँ के भने बढ्ता ध्यान पनि नदिने, आफ्नो बालबच्चा पढ्न गयो कि गएन, हामीले चाहिँ के भने कुन विषयमा मेरो छोराछोरीले पाठ लेख्यो कि गरेको कि गरेन। र जब हामीले चाहिँ शिक्षकहरूमा पनि केही मैले यहाँ नहोला मेरो चाहिँ शिक्षक साथीहरूलाई केही अब यो सुधार गर्नुपर्ने कुरा पनि छ। म आफूले पनि कुनै बेलामा मैले पनि पढाएको थिएँ, केही महिना मैले पनि पढाएको छ, मसँग शिक्षक गर्नुभएको पनि छ। अनि जब हामीले पनि के भने विद्यार्थी पढ्न आएन चासो चाहिँ हामीले पनि गर्दैनौँ। हामीले चाहिँ के भन्छ घरमा खबर गर्ने कुराहरू वास्तवमा चाहिँ के भने उसले पाठ गर्यो गरेन यसो चाहिँ हामीले हकार पकार मात्रै गरिदिएर के भने पठाइदिन्छौँ र हामीले घरमा जानकारी दिँदैनौँ। त्यो चाहिँ अलिकति के भने हामी जब चाहिँ नहुन्जेल हामीलाई चाहिँ के भने मैले कस्तो सुधार थिएँ भन्ने भावना हुन्छ। अनि जब भइसकेपछि अनि हामीले चाहिँ त्यसलाई चाहिँ त्यति साह्रो अलिकति चाहिँ नेग्लिजेन्सी गर्छु जस्तो लाग्छ। र यस्तो छ भने छैन होला, तर छ भने पनि म सुधारेर जाउँ। म यहाँहरूलाई मेरो अनुरोध छ। र मैले यो म नगर प्रमुख पनि भएको हुनाले स्थानीय सरकार प्रमुख पनि भएको हुनाले धेरै खालका विकास निर्माणका कुराहरू उठेका छन्। मैले यो 11 नम्बरमा अहिले पनि यहाँका हाम्रो चाहिँ के भने नगरसभा सदस्यहरूले धेरै कुराहरू भनिसक्नु भएको छ। म यहाँको दुःखमा सुखमा यहाँका विकास निर्माण चाहे बाटो होस्, चाहेको यहाँको जनताको चाहिँ जीवनस्तर उठ्ने चाहिँ के भने चाहे यो फलफुल खेती होस्, चाहे चाहिँ के भने यो अनुदानमा मागमा आधारित यहाँ चाहिँ के भने कृषि लगायतका सामग्री होस्, चाहे यहाँका खानेपानी होस्, चाहे बाटो होस्, सबै सम्पूर्ण कुरामा र चाहे यहाँ कोही मान्छेहरू यहाँ बिरामी भएर गएको होस्, यी कुरामा म सधैँभरि म आफू चनाखो भएर मैले सकेको मैले व्यक्तिगत रूपमा मैले चाहिँ के भने संस्थागत रूपमा नगर प्रमुखको हैसियतले सधैँ नै म वास्तवमा एकदमै बढ्ता चाहिँ म यो स्थानको लागि म सहभागी भएको छु। म आज पनि म एकदमै मेरो यो स्वर पनि बसिरहेको छ, मलाई सन्चो पनि थिएन। तर पनि म अहिले म बाहिर हुँदै पनि मलाई चाहिँ के भने ज्वरो आउँदै पनि मैले यो विद्यालयमा पुग्नै पर्छ। मलाई यो विद्यालयको अहिले एकदमै वर्तमान अध्यक्ष अगाडि पनि त्यही खालकै त्यस्तै साथीहरू हुनुहुन्थ्यो। अहिले वर्तमान अध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्षले सधैँ नै उहाँले चाहिँ मलाई चासो गरिरहने, यो विद्यालयको बारेमा खुट्टाइरहने, यहाँका जनप्रतिनिधि साथीहरूले पनि मलाई चाहिँ के भने यो
11 नम्बर वार्डका यी विद्यालय लगायत यहाँका विभिन्न कृषि क्षेत्र यहाँका खानेपानीमा पनि म आफू संलग्न छु र म आफूले चाहिँ यो ठाउँमा पुग्नै पर्छ भनेर उहाँहरूको तागताले पनि म यहाँ आज वास्तवमा आएको हो र मैले धेरै कुरा सुनेको छु। यहाँ सरस्वती मन्दिरका कुरा छन्, यहाँ चाहिँ सिसी क्यामेराको कुराहरू आए। म यो सरस्वती मन्दिर वास्तवमा एउटा कति कुरा हो, एउटा आध्यात्मिक कुरामा पनि यस्ता कुरामा पनि हामीले केही विश्वास गर्नुपर्छ, भर गर्नुपर्छ। म सरस्वती मन्दिर चाहिँ निर्माण गर्नलाई अन्य यो सिसी क्यामेरा लगायतको चाहिँ के छ प्राविधिक कुराहरू त्यो म हेर्छु र सरस्वती मन्दिर लगायत निर्माण हुने कुरालाई चाहिँ म निर्माण गराइदिने। म यसै साल म धेरै टाढा पनि नपुगेकन अब हामीले सरस्वती पूजा अगाडि त भ्याइँदैन होला, तर के भने म यो मन्दिरलाई लाग्ने यो इस्टिमेट गराएर दिन सक्ने त के भने बजेट विनियोजन गरेर सरस्वती मन्दिर चाहिँ म निर्माण गराइदिने कुरा चाहिँ मैले हामीलाई जानकारी गराएँ। र यहाँका पाठहरू पनि यो विद्यालयमा मैले देखेको छु। यी सहसचिवले पनि यहाँ भन्नुभयो, यहाँ हाम्रा त्यो पूर्व अध्यक्ष चाहिँ हाम्रो आदरणीय ध्यानबहादुर दाइले पनि भन्नुभयो यो बाटो पनि उक्लिन पडा गाह्रो छ भन्नुभयो। यसलाई चाहिँ के भने अहिले हामीले यसलाई निर्माण गर्दा यो हामीले ढलान लगायत अहिले गर्न सक्ने अवस्था हुँदैन। यसलाई हामीले ग्राभल गरेर यसलाई चाहिँ रोलर लाएर पेलेर यसलाई जो विद्यार्थीहरूलाई पढ्न आउने बेला मैले देखेको छु यो बाटो हिँड्दाखेरि यहाँ चाहिँ के जो हिलो भएको छ यसलाई चाहिँ म हाम्रा नगरपालिकाका भ्याकु लोडर ड्रम ट्रक र रोलर ल्याएर यसलाई पेलेर यो बाटोलाई विद्यार्थीहरूलाई सहज रूपमा विद्यालय आउन सक्ने बनाउनलाई पनि म लाग्ने छु। म यहाँलाई म जानकारी गराउन चाहन्छु। र अन्य कुरामा धेरै खालका यहाँ कुराहरू आए। यहाँको सबभन्दा ठुलो कुरो सरहरूलाई विद्यार्थी अभिभावकज्यू सबैलाई मेरो अनुरोध छ, हामीले धेरै पढाउँछौँ, धेरै हामीले रटौँला, धेरै ज्ञान दिन्छौँ, तर के भने त्यो ज्ञान भोलि जीवनमा उपयोगी हुन सकेन भने त्यो ज्ञान लिनुको वास्तवमा कुनै अर्थ छैन। र अहिले सबभन्दा ठुलो भनेको सरहरूलाई मेरो अनुरोध छ, व्यवहारिक ज्ञान चाहिँ अब हामीले सबभन्दा ठुलो सिकाउनु पर्यो। पढेर विद्यामा एउटा विषयमा हामीले विशेषज्ञता हासिल गर्छौँ होला, तर सबैभन्दा ठुलो भनेको चाहिँ व्यवहारिक ज्ञान। यो सबभन्दा संसारमा चाहिँ पहिलो ज्ञान र अब्बल ज्ञान भने व्यवहारिकता भएन भने त्यो ज्ञानको वास्तवमा कुनै काम पनि छैन। र अब हामीले त्यो व्यवहारिकता पनि सिकाउनु पर्यो। र अहिले वास्तवमा एकदमै यो मुलुक बहुदल आउनुभन्दा अगाडिको अवस्था र अहिलेको अवस्था मैले देखेको छु। हिजोको अवस्थामा यो ठाउँमा उक्लेर आउनु पर्दा मेरो गाउँको धेरै मान्छेहरू मञ्चमा हुनुहुन्छ, व्यवस्थापन समितिमा बसेको हामी बच्चादेखि हुर्की पढी गरेका मान्छेहरू धेरैजना यहाँ हुनुहुन्छ। यो गाउँसँग म परिचित छु। हिजोको बेलामा हामीले यहाँ आउँदाखेरि यो भिरगाउँ उकालो उक्लेर आउनु पर्थ्यो। आज बाटो यहाँका चाहिँ विभिन्न कृषि पशुपालन लगायतका विभिन्न क्षेत्रमा राज्यले यहाँका यातायात हिजो चाहिँ के भने अँध्यारोमा पठाउनु बिजुली लगायतका चाहिँ के भने हामीले स्वास्थ्य सेवा यहाँ विद्यालय पनि हामीले चाहिँ निर्माण भएका छन्। र यो विद्यालयहरू निर्माण हुँदा पनि आज हाम्रा धेरै कुराहरू राज्यले जस्तो विपन्न बिमाका कुराहरू स्वास्थ्य सेवाका जो चाहिँ के भने गर्भवती महिलालाई निःशुल्क अति रोग लागेकोलाई चाहिँ के भने सरकारले नेपाल सरकारले चाहिँ 1.5 लाख रुपियाँ अनुदान र हामीले पनि म नगर प्रमुख भइसकेपछि उपचार गर्न जान पुग्छ भएर अति रोग लागेकालाई 25,000 रुपियाँसम्म चाहिँ के भने हामीले दिने निर्णय पनि गरेका छौँ। तर जनतामा अझ सधैँभरि चाहिँ असन्तुष्टि छ। अहिले मुलुक कता अराजकतातिर पनि गएको छ। अहिले जसले विध्वंस गर्छ, जसले चाहिँ के भने कडा कुरा गरेर नचाहिँदो कुरा गरेर अफवाह फैलाएर भ्रम फैलाएर मान्छेलाई ढाँट्छ, त्यो कुरालाई चाहिँ सत्य भन्ने अवस्था छ। यस्ता कुरालाई त्यो हिजोका धेरै यहाँ अग्रज आमाहरू, धेरै दाईहरू हुनुहुन्छ, धेरै बुवाहरू हुनुहुन्छ, यस्ता कुरालाई चाहिँ हामीले मूल्याङ्कन गर्नुपर्छ। सही के हो गलत के हो अहिलेको अवस्था भनेको हामीले चाहिँ मर्दा पर्दा चाहिँ के भने मान्छे नभेट्ने यस्तो अवस्था आइसकेको छ। यसैले हामीले हिजोको अवस्थालाई पनि हेरौँ त के भने हिजोको अवस्थामा यहाँ स्वास्थ्य, शिक्षा, यातायात, विद्युत लगायत के भने हामीले यसरी चाहिँ हामीलाई चाहिँ के भने पारदर्शी के भने सूचना सञ्चारमा हाम्रो हातमा मोबाइल पनि कसले दियो। तर आज विभिन्न भ्रम फैलाएपछि नकारात्मक कुरामा मान्छेको पछाडि लाग्ने भावना बढ्ता भएको छ। त्यसलाई चाहिँ अब हामीले ख्याल गर्नुपर्ने बेला भएको छ। अहिले अब हामीले पनि यदि छाडा भएर चाहिँ समाजलाई यसरी जो भ्रमको भरमा पछाडि कसैले त्यो भने जुन समस्या मात्रै निकाल्दैन अर्कालाई आक्षेप लगाएर आफूले राम्रो योजना बनाएर होइन अर्कालाई आरोप लगाइदिएर यो समाज भड्काउने खालका वातावरण गर्यो भने त्यसैलाई हामी ठिक भन्ने अवस्था छ। तर त्यसैले हिजोको जस्तो हाम्रो मिलेर बसेको
यो सामूहिक एकतामा चलेको हाम्रो समाज यसलाई निर्माण गरेर पनि अब हामी लाग्नु पर्ने अवस्था छ र त्यसलाई पनि अब हामीले ध्यान दियौँ र जो विद्यार्थी भाइ बहिनीहरू सरहरूले पढाउनुहुन्छ विद्यार्थी भाइ बहिनीहरू जो पढ्नुहुन्छ अब यस्ता विद्यालयहरूमा पनि विद्यार्थीहरू जो 8, 9, 10 मा पुगिसकेका विद्यार्थीहरू छन् उनीहरूले पढ्न आउनु मात्रै होइन कि अब चाहिँ भने पढ्दै कमाउँदै लगायतका विभिन्न सिपमूलक कार्यक्रम यहाँ हामीले चाहिँ भने सुरु गर्नुपर्छ विद्यालयमा पनि त्यसमा पनि योजना बनाएर लाग्न मेरो सरहरूलाई विद्यालय व्यवस्थापन समितिलाई मेरो अनुरोध छ। धेरै विद्यालयहरूले ती विद्यालयमा सिक्दै कमाउँदै लगायतका कार्यक्रमहरू टप्परी बनाउने ती विद्यालयमा चाहिँ भने कपाल काट्ने लगायतका विभिन्न सिप सिकाउने कार्यक्रम पनि गरेका छन् र तरकारी खेती गरेर पनि धेरै विद्यालयले चाहिँ भने विद्यालयमा पढ्दै टिफिन लगायतका कार्यक्रममा टप्परी तरकारी लगायत भने विभिन्न पशुपालन कुखुरा पालन लगायतका चाहिँ भने जो कार्यहरू गरेर पनि जीविका आर्जन पनि विद्यार्थीको आय स्रोत पनि बढाउने कार्य गरेका छन्। यस्ता कार्यहरू पनि जसले अब हामीले पढेपछि त्यो पढाइ सँगसँगै हामीले चाहिँ भने कमाउन पनि सक्छौँ र त्यो चाहिँ भने अबको पढाइ भनेको हाम्रो जीवनमा उपयोगी पनि बन्न सकोस् ताकि हामीले किताबी ज्ञान मात्रै होइन अब यस्ता कुरालाई पनि अब हामीले सँगसँगै लिएर जानुपर्छ। र यहाँ स्वास्थ्य केन्द्रको कुरा आयो, स्वास्थ्य केन्द्रको लगभग एउटा हाम्रो चाहिँ के भने सायद अगाडि निर्णय पनि भइसक्यो होला। जस्तो म आफू अब गइसकेपछि म स्वास्थ्य शाखासँग पनि म बसेर चाहिँ समन्वय गरौँला। यो ठाउँमा खोप लगाएको फलामेको जुन त्यो विद्यालय बिग्रेर बस्यो त्यहाँ चाहिँ ल्याएर एउटा यो एकजना अनमी या वाइपर एकजना चाहिँ के भने कार्यालय सहयोगी राखिदियो भने उसैले यता आउन नि सक्छ। सिरु डाँडा जान पनि सक्छ र त्यसले चाहिँ के भने यहाँको जनतालाई यो भोलि सानातिना रोगहरू लाग्दाखेरि यहाँ स्वास्थ्य उपचार लगायतको सेवा पाइन्छ र त्यो व्यवस्था पनि म त्यो व्यवस्था गराउनको लागि पनि म पहल गरेछु। र यो वार्डको लागि वास्तवमा मैले धेरै म गएँ, म सिरु डाँडामा चाहिँ म गएर देखेँ यहाँको विद्यालय यत्रो देखिन्छ, मेरो घरबाट पनि देखिन्छ, तर सिरु डाँडा विद्यालयमा एकदमै बिजोग थियो र पोहोर विशेष हामीले विशेष अनुदानमा यो वर्ष अहिले ठेक्का भइसक्यो 79 लाख रुपियाँ त्यो भवनको लागि मैले गएको थिएँ र त्यहाँ मैले भनेको थिएँ अहिले चाहिँ के भने विशेष अनुदानमा नगरपालिकाको एउटा मात्रै बनाएको विद्यालय भवन चाहिँ सिरु डाँडामा बन्दैछ अहिले यो वर्षबाटै। सायद अब यो वर्षबाट त्यहाँका विद्यार्थीहरूले त्यो जुन अहिले पुराना त्यो जुन एउटा टालटुल गरेको घरबाट अब चाहिँ एउटा विद्यालय कोठाइमा राम्ररी बसेर पढ्न सक्ने अवस्था रहन्छ र यहाँको विकास निर्माण दुःख अप्ठ्यारो लगायतका कार्यमा र यहाँका खानेपानी सम्पूर्ण कुरामा म यहाँको बारेमा जानकार छु र यहाँहरूको साथमा म सधैँ नै छु र मलाई यो वास्तवमा के भने मलाई यो भ्रम र ढाँट कुरा गर्न मलाई यो चिप्लो घस्न पनि मलाई आउँदैन। मैले जे देख्ने हो जे कुरा छ मसँग अगाडि देख्ने म त्यही कुरा मैले मात्रै भन्ने म भन्छु र यहाँका प्रत्येक दुःखमा सुखमा खानेपानी लगायत यहाँका सडक शिक्षा यहाँका चाहिँ के भने गुम्बा यहाँका यो फलफुल विभिन्न बाली नाली लगायतका अनुदानका कार्यक्रममा पनि यो ठाउँमा म नगर प्रमुख भइसकेपछि मसँग डाटा पनि छ। धेरै साथीभाइले यहाँ चाहिँ के भने त्यस्ता कुराहरू प्राप्त गर्नु पनि भएको छ र भोलिको दिन पनि यहाँका मान्छेको जीवनस्तर उठाउन यहाँको शैक्षिक गुणस्तरको विकास गराउन यहाँका यो भेगका जो छरिएर बस्नु भएको छ जो कतिजना हुँदा खाने होइन हुँदा खाने वर्गका मान्छेहरू जो हुनुहुन्छ तपाईँहरूको पक्षमा सदा म तपाईँहरूको साथमा म रहनेछु, चाहे पदमा होस् चाहे पदमा नहोस्। म पदमा नहुँदा पनि यो ठाउँमा म आएको छु, यहाँको दुःख सुखमा म जोडिएको छु र अन्तमा म यो 39औं यो ज्ञानोदय मावि भिरगाउँको वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउँदै गर्दा जो मैले अघिदेखि एकजना सीता कार्की आदरणीय यो दानवीर जग्गादाता लगायत यहाँ हाम्रो मञ्चमा आसीन विभिन्न जग्गादाताहरू र यहाँका यो विद्यालयका पूर्व अध्यक्षज्यूहरू पूर्व अभिभावकज्यूहरू र अहिलेको यो वार्षिक उत्सवलाई पनि सफल बनाउन यहाँको पुरस्कार वितरण लगायतका कार्यमा यहाँका विकास निर्माण लगायतका विभिन्न कार्यमा एकदम अग्रज भएर चाहिँ सधैँ एकदम उत्सुक भएर अगाडि बढ्ने मैले हरकृष्ण बुढाथोकी भाइ लगायत यहाँका यो ठाउँका सम्पूर्ण जनप्रतिनिधिहरू यहाँका अभिभावकज्यूहरू सबैलाई र यहाँ उपस्थित विद्यार्थी शिक्षक साथीहरू सबैप्रति म यो 39औं अभिभावक दिवसमा प्रमुख अतिथि बनाएर यहाँ तपाईँहरूको माझ मलाई उभिने अवसर दिनुभयो र म यहाँहरूप्रति म कमलामाई नगरपालिकाको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट म हार्दिक आभार र म सम्मान व्यक्त गर्न चाहन्छु
र म अन्तमा यो विद्यालयको पठन पाठन लगायत कार्य अबका दिनमा भोलिको दिनमा यो नगरमा अब्बल विभिन्न अतिरिक्त क्रियाकलाप जुन मैले देखेँ साना बालबालिकाहरू जो यहाँ हामीलाई चाहिँ के भने सांस्कृतिक कार्यक्रम मार्फत उनीहरूले जसरी चाहिँ के भने एउटा नृत्य गर्न सके यसले वास्तव यस्ता कार्यले उनीहरूको चाहिँ के भने एउटा क्षमताको विकास हुन्छ त्यो एकदमै राम्रो कार्य पनि हो र कम्तीमा हप्तामा एक दिन अतिरिक्त क्रियाकलाप गरिदिनु हुन म सम्पूर्ण म शिक्षक साथीहरूलाई मेरो अनुरोध छ र यसले चाहिँ के भने एउटा व्यक्तित्वको विकास र कम्तीमा मान्छेको अगाडि भोलि ढक्न लाग्ने बोल्न सक्ने बन्छन् त्यो उनीहरू चाहिँ के भने उभिएर जुनसुकै कला पनि आफ्नो देखाउन सक्ने र मान्छेको अगाडि उभिएर चाहिँ आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् यस्ता कार्य गर्न पनि म अनुरोध गर्दै म यी सम्पूर्ण 39औं वार्षिक उत्सवले यो विद्यालयको उन्नति प्रगति र गुणस्तरीय शिक्षा भोलिको दिन यो विद्यालयले सधैँ प्रदान गर्न सकोस् र आम विद्यार्थी भाइ बहिनीहरूको म सुन्दर भविष्य जो आज यो कलिलो काँचो माटो जस्तो विद्यार्थी भाइ बहिनीहरू छन् जो उनीहरू भोलि यो मुलुकको एउटा विशेषज्ञ चिकित्सक भोलि प्राविधिक क्षेत्रको अब्बल र यो मुलुकमा एउटा योग्य भविष्यको राजनेता बन्न सकुन् र गुणस्तरीय शिक्षा प्रदान गर्न सकुन् यहाँहरूको साथमा म आफू मेरो व्यक्तिगत तर्फबाट स्थानीय सरकारको तर्फबाट म तपाईँहरूको साथमा म हुनेछु भन्दै यहाँहरूको सुन्दर भविष्यको शुभकामना सुन्दर भविष्यको कामना गर्दै यो विद्यालयको उत्तरोत्तर प्रगतिको कामनाका साथ यो कार्यक्रम भव्य र सभ्य रूपमा सफल हुन सकोस् म हार्दिक शुभकामना व्यक्त गर्दै मेरो भनाइ म यही टुङ्ग्याउँछु। हस्, धन्यवाद। जय नेपाल।